ब्याङ्किङ कारोबार न्युजिल्यान्ड भिजाको आधार। हजुरले न्युजिल्यान्ड अप्लाई गर्दाखेरि चाहिँ कम्तीमा पनि थोरैमा पनि 3 महिनाको ब्याङ्किङ कारोबार देखाउनु पर्ने हुन्छ। 3 महिनाको ब्याङ्क ट्रान्ज्याक्सन, ब्याङ्क स्टेटमेन्ट हजुरले देखाउनु पर्ने हुन्छ। हजुरको जति पनि आय स्रोत हुन्छ, जति पनि इन्कम सोर्सेस हुन्छ, त्यो सबै इन्कम सोर्सको डिपोजिट चाहिँ ब्याङ्कमा भएको हुनुपर्छ र त्यो ब्याङ्कको चाहिँ कम्तीमा पनि न्युजिल्यान्डको भिजा अप्लाई गर्दाखेरि चाहिँ 3 महिनाको स्टेटमेन्ट हजुरले बुझाउनु पर्ने हुन्छ, सबमिट गर्नुपर्ने हुन्छ, अपलोड गर्नुपर्ने हुन्छ न्युजिल्यान्ड इमिग्रेसनको भिजा पोर्टलमा। अब हजुरको आय स्रोत के हुनसक्छ त, त्यस विषयमा हामी छलफल गऱ्यौँ भने चाहिँ के देखिन्छ भन्दा कसैको स्यालेरी हुनसक्छ, तलब हुनसक्छ आय स्रोत, कसैको घर भाडा हुनसक्छ, हाउस रेन्ट, कसैको जग्गा भाडा हुनसक्छ, ल्यान्ड लिज, यो सबै इन्कम न्युजिल्यान्ड इमिग्रेसनले एक्सेप्ट गर्छ। कसैको गाडीको भाडा हुनसक्छ, हजुरको गाडी कसैलाई अफिसलाई अथवा कसैलाई भाडामा दिनुभएको छ, भेहिकल रेन्ट, त्यो पनि हुनसक्छ। कसैको विदेशी इन्कम हुनसक्छ, विदेशमा हजुर जब गर्नुहुन्छ, काम गर्नुहुन्छ भने त्यसलाई झन् राम्रोसँग सजिलैसँग एक्सेप्ट गर्छ न्युजिल्यान्ड इमिग्रेसनले। र अर्को चाहिँ कसैको ट्याक्सी हुनसक्छ, कसैको ट्याक्सीको इन्कम छ भने त्यो इन्कमलाई पनि न्युजिल्यान्ड सरकारले एक्सेप्ट गर्छ भिजाको लागि। सो इन्कम सोर्सेस धेरै किसिमको हुन सक्छन्, तर हरेक इन्कम सोर्सको चाहिँ प्रमाण चाहिन्छ, हरेक इन्कम सोर्सको कर चुक्ता चाहिन्छ, हरेक इन्कम सोर्सको ब्याङ्कमा कारोबार भएको हुनैपर्छ। सो त्यो कारणले गर्दा न्युजिल्यान्ड अप्लाई गर्ने हजुरको प्लान छ भने चाहिँ ब्याङ्किङ कारोबार इज कम्पलसरी, ब्याङ्किङ ट्रान्ज्याक्सन इज कम्पलसरी, यो एकदमै अनिवार्य कागजपत्रमा पर्छ, हजुरले गर्नै पर्ने हुन्छ। सो 3 महिनापछि अथवा 4 महिनापछि न्युजिल्यान्ड अप्लाई गर्ने, न्युजिल्यान्डको भिजा लज गर्ने हजुरहरूको प्लान छ भने चाहिँ ब्याङ्किङ कारोबार हजुरले सुरु गर्नुपर्ने हुन्छ। र न्युजिल्यान्ड अप्लाई गर्ने हजुरहरूको प्लान छ भने चाहिँ न्युजिल्यान्ड एजुकेसनको स्पेसलिस्ट पिक्चर एजुकेसनमा आउनै पर्ने हुन्छ र आफ्नो न्युजिल्यान्डको भिजाको प्रोसेसिङ, न्युजिल्यान्डको एप्लिकेसनको प्रोसेसिङ अगाडि बढाउनु पर्ने हुन्छ।